यो सामाजिक सञ्जालमा अहिले अरूको त थाहा भएन, हाम्रो प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको मात्रै, फेसबुकलाई र युट्युबलाई मात्रै कमाईको रूपमा उपयोग गर्ने हो भने मासिक 20 देखि 30 लाखसम्म कमाउन सकिँदो रहेछ। अहिले प्रधानमन्त्री बालेन्द्र शाहज्यूको हाइप यति बढी छ कि उहाँले बोलेका कुराहरू मात्रै त्यत्तिकै भाइरल भइदिन्छन् र उहाँले प्रमोसन गरेका केही कुरा पनि, केही उत्पादन वस्तुहरू पनि यति ट्रेन्डिङमा आइदिन्छन् कि थाहा नै छैन। उनको समग्र सामाजिक सञ्जालको पुँजी मात्रै लगभग 20 देखि 30 करोडसम्म रहेको छ। 40-50 लाख सक्रिय प्रयोगकर्ता सामाजिक सञ्जालमा हुनु भनेको यो कुनै चान्चुने कुरा होइन। हेर्नुहोस् त कतिको हाइप छ सामाजिक सञ्जालमा उहाँको। वास्तवमा हामीले अहिले आएर आफूले चाहेकै जस्तो प्रधानमन्त्री पाएका छौँ। आशा छ उहाँ हाम्रो आशा र आवश्यकतामा खरा उत्रिनु हुनेछ।